हासो गुड मर्निङ सबैजनालाई स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो भिडियोमा। म चाहिँ सन्चै छु अनि आई होप यु अल आर अल्सो वेल एज वेल। आज मेरो छुट्टी, सो म जाँदैछु बाहिर। मेरो घरको बाहिरतिरको नजारा म तपाईहरुलाई देखाउँछु ल। ऊ त्यो सेतो सेतो जो म काम गर्ने घर, अनि यहाँ एकजना नेपाली दिदी बस्नुहुन्छ, तर औँसी पूर्णिमा भेट्छु त्यो दिदीलाई। अनि यहाँ चर्च यस्तो छ मेरो घरको बाहिरतिर चाहिँ मस्त। अनि आज म तपाईहरुलाई लाँदैछु मसँगै लिमासोल। लिमासोल जाने भनेको चाहिँ बदेन थाहा छैन जान्छ कि जाँदैन। यदि हामीले बसमा चढ्न सक्यो भने जान्छौँ, सकेन भने जाँदैनौँ। अहिले चाहिँ म जाँदैछु मेरो साथीको रुम। मेरो रुमदेखि साथीको रुम जानुलाई चाहिँ अलमोस्ट 10 मिनट लाग्छ। बिस्तारै हिँड्दै गयो भने, कुद्दै गयो भने चाहिँ एक्ज्याक्टली 7 मिनट लाग्छ। अनि साथीको रुममा चाहिँ बस्न खाना सबै एभाइलेबल, आई मिन जान पाउँछ, बस्न पाउँछ। तर मेरो घरमा चाहिँ लानु पाउँदैन कोही साथीहरू पनि। साथीको घरमा चाहिँ एकदम फ्री, जो कोही ल्याए पनि। त्यही भएर साथीकोमा जाँदैछु। अनि साथीले खाजा राख्छु भनेको छ, गएर खाजा खाने। आइएम गोना सो यु गाइज मेरो साथीले के बनायो भनेर। सी इज सो गुड कुकिङ। मेरो साथीले यति मिठो मिठो खाना बनाउँछ नि तपाईँहरूलाई के त। अब त्यो त तपाईँहरूले यदि मेरो साथीसँग सङ्गत गरेर अनि केही नै होइन, आफै मिलाएर बुझ्नु होला। यता त यार बिरालोहरूले नै कस्तो खालै जसरी हेर्छ भनेको। नेपालमा हुँदा त बिरालोलाई यस्तरी एक खुट्टा बजाऱ्यो भने त कुन दुलोमा पुग्थ्यो गएको। यहाँ त यस्तरी नजिकै गएर यस्तो लच्छीले हानौँ जस्तो गर्दा नै यस्तो खेल्ने हौ आइज टाइपको गरेर हेर्छ भने बिरालोहरूले। त्यही भएर बिरालोहरू देख्यो भने यस्तो साइडमा बिरालो देख्यो भने म बाटो यस्तो घुमेर जान्छु। बिरालोदेखि साह्रै डर लाग्न छ, बिरालोदेखि साह्रै डर लाग्न थालेको छ मलाई। म चाहिँ मेरो साथीको घर आइपुग्नु लागि यहाँ माथि 2 मिनट लाग्छ होला। अब यता नै टन्नै नेपालीहरू हुनुहुन्छ होला, तर कोही देख्दैन भेट्दैन। उहाँहरू बाहिर निस्किनुहुन्न कि मै बाहिर ननिस्केर हो कुनै। सो पुगेँ म चाहिँ मेरो साथीको रुममा। अब म जान्छु। ट्याक्सी बोलाउँछ। गुड मर्निङ चान भाई, सो रहे हो अभी तक? हमें लिद्रा जाना था भाई। आप ठीक नहीं हो? हाँ ओके। उसको ना 8, 10 तक और 15 तक इधर आ जाना को बोल देना, ठीक है? हाँ, और अभी कितने टाइम तक आ सकते हैं वो? अभी चाहिए कि मैं आपको नंबर सेंड करता हूँ। ठीक है, छोटा भाई है मेरा, मैं
ओके, मैं कॉल करूँ और आप बोल देती हो? आप भी कर दो ना, अरे भाई ठीक है, फिर मैं उससे आपको बताऊंगा। ठीक है भाइ। अघि त्यत्रो भिडियो बनाएको, फोटो भइदिएर साथीहरू, फोटो भइदिएर। गाडी आयो, हाम्रो ट्याक्सी आयो, यही हो हाम्रो ट्याक्सी। ट्याक्सी आयो साथी हो, ट्याक्सी आयो। अस्सलाम वालेकुम, कैसे हो? क्यों ठीक हो आप? ठीक नहीं होना चाहिए था। भिडियो भाँच्यो, मैले राम्रोसँग हेरेको छु। 0-0मा भिडियो भइरहेको छ हामीको। पानी पर्नु पर्दैन त छाता ओढ्नको लागि। सबैजना यार हेर्नुहोस् सबैजना साथीहरू। खै आज खासै अहिले मान्छे देखिरहेको छैन, बिहान भएर। मानिसहरू हराएको सूचना यति बेला। कस्तो राम्री हेर्नुहोस् साथीहरू, यतिको राम्री मान्छेहरू पाउँछ पाउँछ, पाइन्छ। आउन सक्नुहुन्छ तपाईँहरू साइप्रस। जाँदैछौँ हामी दुई आज नि पैसा निकाल्न। अनि त्यसपछि आउँछौँ बस स्टेसनमा। अनि त्यसपछि लिमासोलको बस पायो भने चढेर जाने हो, नपायो भने यतै अलिअलि घुमेर घर फर्किने भन्ने सोचमा दुवैजना हिँडिरहेको देखिन्छ। यहाँ खासै मान्छे छैन, टाउको पनि दुखिरहेको छ। यहाँ अगाडि कस्तो राम्री केटी भएर केटी नि हेर्न पाइहाल्यो नि होइन। विदेश नि के भन्नु, यही हो विदेश भनेको। खासै त्यस्तो केही छैन विदेश भने। के हो त? यो यसरी 3 वर्ष भयो, अझैसम्म थाहा छैन राम्रोसँग। आउँदैछ हाम्रो साथीभाइहरू। हेरौँ निकाल अहिले निकाल्ने कि के हो? म तिमीलाई 200 दिन्छु। 200 दिनु? निकालेर दिने कि? ननिकाल न, ननिकाल्दा नि हुन्छ। क्यान्सल गर न। कोचेर भए पनि अनएक्सपेक्टेडली दुवैजना छिर्यो हामीले। साथी कति बज्यो? अब एक्ज्याक्टली हामीले कति बजी? 8:41 भयो। 8:51 भयो। 9 बजी हिँड्छौँ होला हामी, 10 बजी पुग्छौँ होला। लिमासोल जाने भयो हामी दुई साथी। हाउ आर यु फिलिङ? एक्साइटेड, नर्भस, के नर्भस है? बस एक्साइटेड। के एक्साइटेड भन्नु है? गएर समुद्रतिर अब दुवैजना पौडी खेल्ने हो। विदेश जस्तै छैन यहाँ, यस्तो टाढा गाउँ। लिमासोलको बिल्डिङ अलमोस्ट आइपुग्यो हामी अब लिमासोलमा। मेबी आफ्टर 5 मिनट्स झर्छौँ हामी।
फर्स्ट साथीको कन्डिसन र मेरो कन्डिसन हेर्नु निधाएँ थिएँ नि म नै निधाएन एकचोटि निधाएन आज त आइपुग्नु लाग्यो भनेको 1 घन्टा मिनिट सक्दैन आइपुग्दै छैन म यहाँ चाहिँ हो यस्तो ठुल्ठुलो बिल्डिङ लिमासोल सहरेरी आइपुग्यो हामी दुई होइन कति धेरै मान्छेहरू छ समुद्र कहाँ जाने हामी अब नाच्नु जाने कि हामी दुई मात्रै छौँ होटल लिमासोलको पसल होटल खासै अहिले खासै मान्छे आएको छैन रहेछ कस्तो मिठो छ खानु इनाम तमग हेलो हेलो Nhưng mà còn là gì vậy? Hai tí lắm. Tiếp bị đồ xí lắm rồi chứ. Mai giờ nó nghe của được. Đâu đi nào đi đi. Hello. के छ खबर? एकदम ठिक छ तपाईको के छ? यो चाहिँ हो साइप्रसको एकदम चर्चित ठाउँ जो कोहीले नेपाली मान्छेहरू जो कोहीले चाहिँ यहाँ मस्त भिडियो बनाउँछ नेपालीहरू सब यो साइप्रसको बीच यतिको अब हल्का भिडियो सिडियो बनाउँछ हामी साथी र म साथीहरू म तपाईहरुलाई अब जलपरी र जलपराहरू देखाउँछु कति धेरै भर्खरको जलपरीहरू छ हामी अब समुद्रमा यसो स्विमिङ खेल्न हिँडेको म र मेरो साथी एकदम प्रो स्विमिङमा हामी एकदम प्रो हो यदि तपाईहरुलाई कसरी स्विमिङ गर्न मन छ भने सिक्न र हामीसँग आउँदा हुन्छ यही हो साथीहरू यी जलपरीहरू यता कोही सनबात लिइरहेछ सबैजना समुद्रमा अलि देखेन कि के हो जलपराहरू सानो भएर So these are the jalparas and jalparis. How is it? If you need to set it, जति नै बचाउन खोजे नि मैले मेरो जामा चाहिँ पुरै भिजाए जलपरीहरू ल हामी दुई चाहिँ स्विमिङ खेलेर नि फर्कियौँ आधी घुँडादेखि मुनि चाहिँ एकदम खेल्यौँ अनि फर्किँदैछौँ हामी दुवैजना अब एकछिन त घुम्छौँ अनि छिटै फर्किन्छौँ यार हामी नेपालीहरूको बजार नाच्दैछौँ बेसी नजिक त नगरौँ यार फेरि मान्छेहरू गनाउँ आएर किन खिचिस भन्नु बाई एकछिनमा चस्मा लगाएर भक्कन उसलाई बाई गर्नु चस्मै लाउनु पर्ने बाई
अर्को फेरि भेटौँला। औ साथी लिमासोलबाट जाने हामी। बाई बाई मम। फेरि अर्को महिनातिर भेटौँला। बाई बाई दिदी। बाई बाई पुग्नु। आइपुग्यौँ हामी निकोसिया हाम्रै ठाउँ। तर हालत चाहिँ लास्टै खराब भयो। टाउ पनि साह्रो दुख्यो। मेरो पछि पछि हिँड्यो भन्छ मैले कहाँ पुऱ्याउँछु कहाँ तिमीलाई। हाम्रो जग्गामा आइपुगेँ फाइनली। हामीको फेभरेट जग्गा। अब हामीको घर जाने पालो आयो। ट्याक्सी बोलाइसकेका छौँ। अब के छ साथी? केही छैन। सेम पिन्च। लास्ट थकाइ लाग्यो। कताको हिँडेन हामी आज। तो आजको डे अलमोस्ट रमाइलै भयो। थकित थियो। त्यही हो। यस्तै भयो आजको दिन। बाई बाई टाटा। टाटा भन्नु सक्छु। बाई।